हेलो साथीहरू, वेलकम टु माई डे 3 मिनी भ्लग। म चाहिँ भर्खरै पारिबाट आएको थिएँ। म चाहिँ माइत आएको थिएँ अनि कपडा चेन्ज गरेँ अनि गरेर अनि कपाल पनि बाँधेँ अनि कपाल बाँधेपछि चाहिँ कस्तो अनकम्फर्टेबल लाग्यो कि यत्तिकै बाँधेको थिएँ नि त त्यो बाटेकोसितै अनि फेरि फुकालेर अनि फेरि बाँध्न लगेँ अनि त्यसपछि चाहिँ अनि घर मम्मीहरू हुनुहुँदो रहेछ। तालजा लागेको थियो घरमा चाहिँ अनि उता बिउ काट्न जानुभएको रहेछ। त्यही बिउ काट्ने रोप्नु भनेर आएको थिएँ म चाहिँ हेल्प गर्नको लागि। अनि मैले झोला लगेर चाहिँ भान्सा कोठामा राखेँ, किचनमा लगेर राखेँ अनि त्यसपछि झोला लगेर राखेपछि चाहिँ मैले गाई बाख्रालाई पानी खुवाउनु भएको छैन होला अन्त म 2 बजीतिर आइपुगेको थिएँ अनि बाख्रालाई पानी खुवाएँ अनि गाईलाई खुवाएँ अनि त्यसपछि फेरि जुत्ता राख्न बिर्सेछु कि मैले जुत्ता पनि लगेर राखेँ भान्सा कोठामा राखेँ अनि बाख्रालाई पनि सेउला झुन्ड्याइदिएको खाँदै थियो, गाईलाई डोर्दिएको चढ्दै थियो गाई पनि। अनि म चाहिँ लागेँ खेततिर। मम्मीहरू बाटोमा आउँदाखेरि देखेको थिएँ अनि म चाहिँ जाँदैछु बाटोमा अनि कस्तो हरियाली कस्तो राम्रो शान्त आनन्द छ कि पुरै यस्तो राम्रो। अनि म जाँदैछु, गएको भिडियो पनि देखाएँ अनि म आलिआली जाँदैछु। भर्खरै घरबाट निक्लेको थिएँ म चाहिँ अनि वरिपरि देखाउन मन लाग्यो अनि देखाएँ। अनि म चाहिँ यहाँ खोलामा पुगेँ। पहिला चाहिँ यहाँ खोलो नै थियो, अहिले खोलो फर्काएको भएर चाहिँ यहाँ झाडी जङ्गल जस्तो भए। अनि फाइनली म चाहिँ बाटोमा निक्लिसकेँ अनि म जाँदैछु। अनि त्यसपछि यो चाहिँ हाम्रो गाउँको सबभन्दा फेमस रातो पहिरो भनेर चिनिन्छ यो चाहिँ। अनि म जाँदैछु यता। हाम्रो चाहिँ यस्तो धेरै रोप्नु भएको कस्तो राम्रो देखिएको के, पहिला खाली हुँदाखेरि त कस्तो नराम्रो देखिने, रोपेपछि जस्तो पनि राम्रो देखिने के। अनि म जाँदैछु खेतको आलिआली जाँदै कता लडेर माछा मर्ने हो भन्न पर्ने के, कस्तो राम्रो देखेको रोपेको चाहिँ। अनि सबैतिर हरियाली देखेको, सबैजनाले रोपेर सकिसक्नु भएको रहेछ। हाम्रो चाहिँ अब के अरे ढिलो भयो आज चाहिँ बिउ काट्ने, अब भोलि पर्सितिर चाहिँ रोप्ने भनेर म चाहिँ उताबाट आएको थिएँ भनेर देखाएँ। अनि त्यसपछि आमाहरू चाहिँ हुनुहुन्छ अनि बहिनी पनि खाजा लिएर आउँदै रहेछ पछाडिबाट। म चाहिँ देखिनँ, पछि आउँदै थिएँ अनि त्यसपछि मैले त्यसलाई पनि खिचेँ। अनि त्यसपछि म नजिकै आइपुगेँ, फाइनल्ली म आइपुगेँ अब चाहिँ। अनि भाइलाई पनि जिस्काएँ, तैँले पनि बिउ काटेकोस् भनेर जिस्काएँ। आमाहरूलाई पनि देखाएँ बिउ काट्दै हुनुहुन्थ्यो अनि म पनि यस्तो बनाऊँ न त भनेर बनाएँ। अनि बहिनी गई अनि अब चाहिँ बिउ काटेको भिडियो बनाउनु बिर्सेको रहेछु कि मैले। अनि त्यसपछि अनि फेरि अनि छातामा अड्काएर हो कि भिडियो बनाएको। अनि फेरि त्यो अब पानी छ जताततै अनि भुइँमा राख्ने कुरो भएन नि त, छातामा राखेर अनि खाजा ल्याएको त्यही खाजामाथि राखेर हो कि बनाएको। अनि हाम्रो गफ चलिरहेको थियो, किन ढिलो आइस् यताउता भनिराख्नु भएको थियो। अनि यस्तै गफ गर्दै बिउ गऱ्यौँ। अनि त्यसपछि म चाहिँ घरबाट आएको थिएँ कि माइत आएको थिएँ। यता मम्मी एक्लै हुनुहुन्छ नि त अहिले, अनि त्यसपछि हेल्प गर्न सघाउनलाई साथी हुन्छ भनेर आएको थिएँ। अब छैन नि त हाम्रो, अब झ्याप्प आफू भएपछि यताउता गर्नलाई सजिलो भयो। मम्मीले बाहिर गर्न पाउनु भयो, भित्र गरिदिए नि सजिलो हुन्छ नि त, त्यही भएर। अनि म चाहिँ घर किन ढिलो आयो कि भन्दै हुन्थ्यो, घर चाबी लाएर बस्ने। अनि मलाई कपडा फेर्न गर्न रिस उठेर चाबी लाएर जानुभएको भएर चाहिँ अनि त्यत्तिकै आएर नि त्यत्तिकै बस्थेँ। अनि गाईलाई बाख्रालाई पानी खुवाएर अनि बल्ल आएको। अनि म चाबी लाएर जाने आउँदैथिएँ भन्ने थाहा हुँदाहुँदै पनि हाम्रै अनि भने। अनि त्यसपछि यस्तै कुरा चलिरहेको थियो। अनि त्यसपछि अटो नपाएर हिँड्दै आएको, खुट्टा दुखेर बाटोमा फेरि पानी परेर कति विचित्रै भयो थियो। अनि त्यसपछि एकैछिन फेरि पानी नै कुर्न पऱ्यो, यताउता गफ गऱ्यो। अनि त्यसपछि पछि फेरि भाइले मलाई तेरो जिउमा त किरा टाँसिया भनेर लगाइदिएर तर्साइदिएर अनि उठेर फेरि मम्मीलाई हेरिदिनु त मम्मी भने। अनि मम्मीले निकालेर फालिदिनु भयो। अनि त्यसलाई गाली गर्दै फेरि बसेर बिउ काट्न लाएँ। अनि त्यसपछि अनि कुरा गर्दै अनि त्यसलाई गाली गर्दै अनि बहिनीले फेरि अब हामी चाहिँ 50-50वटा मुठा बनाएर राखेको थियौँ कि 465वटा बनाएको थियौँ। अनि त्यसले चाहिँ लर 50 मुठा पुऱ्याउनलाई लगेर राख्दै थिएँ। अनि भाइलाई सानो भिडियो बनाइदियो न जिस्काउँदै अनि हे भन्दै थियो। अनि त्यही नि यस्तो छड्के बनाइदिएछ भिडियो चाहिँ, त्यही पनि राम्रो भएको थियो, राम्रो देखेको थियो भिडियो चाहिँ। अनि मान्दैन बनाइदिन, त्यही पनि बनाइदिए रहेछ। अनि त्यसपछि अलिक टाढाबाट बनाइदेऊ न भनेको थिएँ। अनि बनाइदिउँ न भन्दै थियो, पछि बनाइदिए रहेछ, मलाई त थाहा थिएन। अनि त्यसपछि अनि दिदीले पनि अनि हाई भन्नुभएको थियो। अनि मैले पनि जिस्काइदिएँ त्यसलाई। अनि त्यसपछि भिडियो बनाइदियो अनि थाहा थिएन त्यत्तिकै जिस्काइदिएको त भिडियो बनाएको रहेछ। अनि त्यसपछि भिडियो बनाएकोस् भनेको भन्दै थियो। अनि त्यसपछि भयो नबनाऊ भयो छोडिदेऊ भने। अनि त्यसपछि हाम्रो चाहिँ यो चाहिँ फाइनल्ली बिउ काटेर सकिएको अवस्था। अनि हामी चाहिँ यो 50-50वटा गराएर चाहिँ 465वटा बनाएको थियौँ।
अनि त्यसपछि मैले खुट्टा नि देखाएँ हिलोमा आफूलाई नि देखाउन मन लाग्यो फेरि बाहिर मात्र कति देखाउने आफ्नो फेस नि देखाउनु पऱ्यो नि त अनि त्यही भएर पानीमा हिँड्न मन लाग्यो वरिपरिको भ्यू देखाउनु पऱ्यो यस्तो दामी देखेको थियो नि त नेचर यस्तो राम्रो वाउ देखेको थियो अनि आमालाई जिस्काएँ फेरि अनि हाँस्नुहुन्छ फेरि आमा अनि दिदीलाई जिस्काएको खतरा डाइलग भन्नुभएको थियो भन्न चाहिँ त्यति बेला त्यो डाइलग चाहिँ मैले गर्ने क्याप्चर गर्न सकिनँ अनि भाइलाई नि जिस्काएँ अनि सबैलाई मैले कति भयो भ्यू भनेर सोधेको थिएँ कि त्यो चाहिँ अनि मम्मीलाई भिडियो बनाएको फेरि मम्मीलाई थाहै होइन फेरि इनोसेन्ट बा अनि त्यसपछि 490 भयो भन्नुहुन्छ फेरि अनि बहिनीलाई देखाएको ऊ फेरि लजाउँछ त्यसै म त भन्दिनँ भन्छ फेरि यता आमाहरूलाई देखाएको फेरि छुट्टा छुट्टै राख्यो भने भ्यू नाचेर बा भ्यू काट्ने ठाउँमा रमाएर अनि फाइनल्ली हाम्रो खाजा खाने बेला भयो अनि खाजा खाएको पनि देखाएँ मैले अनि त्यसपछि खाजा खाँदै थियौँ अनि फेरि खाजा देखाएँ चटपट ल्याइदिएको थियो बहिनीले चाहिँ चटपट पानी अनि मम्मीले चाहिँ गएर खेतमा थुनेर आओ पानी कहाँबाट गह गएर ट्र्याक्टर लाउने भन्नुभएको थियो अनि त्यही भएर चाहिँ अनि भाइ र म भएर चाहिँ गयौँ पानी थुन्नलाई ट्र्याक्टर लगाउने हो नि त अनि पानी चाहियो ट्र्याक्टर लगाउँदा त भनेर अनि भाइ हिँडेको भिडियो बनाइदिएको थिएँ अनि त्यसपछि मैले थुन्छु भनेर अनि उसले चाहिँ कोदाल लिएर हिँड्ने थियो अनि हामीले भेट टाइम त्यो के अरे थुन्ने ठाउँ चाहिँ अनि भाइले थुन्दै थियो म थुन्छु भनेर अनि उसले थुन्दै थियो अनि मैले चाहिँ त्यसको भिडियो बनाएको थिएँ त्यसलाई थाहा छैनखेरि भिडियो बनाएँ हे भिडियो बनाउँछु भन्दाखेरि रिसाउँछ भिडियो बनाइदियो नि सानो भनेर चाहिँ बनाइन्छ सुरुमा चाहिँ ह्या चाहिँ भन्छ नै फेरि सुरुमा अनि त्यसपछि अनि मैले उ गर्छु भनेर भने अनि मैले यस्तो देखाएँ कुर्दै थियो अनि उता घरतिरको पनि खेतहरूमा यसैले हो कि ताँस्ने आली लाउने गरेको चाहिँ यता त ठुलो हो नि त खेत यहाँ चाहिँ अलिक सानो हो सक्दैन बिचरा बल्ल त 11 वर्ष भयो अनि त्यही उता हेल्प म अब भर्खरै आज आऊ के अरे अब मिलेर गर्न पर्ला नि भनेर अनि त्यसपछि अहिले त खेताला नपाउने रोप्ने घन्टे पनि नपाउने अनि त्यसलाई फेरि अर्को ठाउँमा आएको थियौँ गर्न गाह्रो भयो भनेर चाहिँ अनि मैले गर्छु सानो ल्याऊ भनेर अनि मैले फेरि पुरेको उसले फेरि भिडियो बनाइदिए रहेछ मेरो मलाई त थाहा थिएन अनि त्यसपछि मैले खन्दै हाल्दै गरेँ अनि धेरै त खन्थिनँ 2-3 चोटि खने अनि फेरि त्यहाँ माटो नै आएन कि अनि फेरि यता आएर खने अनि त्यसपछि भिडियो बनाइदिइरहेको रहेछ अनि तेरोमा 10x जुम हुन्छ भन्दै थियो मोबाइलमा अनि मैले चाहिँ अनि के गरेँ अहिले भिडियोबाट त बनास् भनेर अनि कहिले यता नाटक पार्छ भनेर अनि मैले अनि फाइनल्ली हामी घर फर्कियौँ अनि त्यसपछि हामी घर फर्किँदै थियौँ अनि मैले चाहिँ सबैजनालाई देखाएँ मैले चाहिँ कोदाल लिएको थिएँ अनि यो अघि हामी फर्केको बाटो अनि कमिलाको उताबाट 5वटा कमिलाको ताती आउँदै हुनुहुन्थ्यो अनि मैले सबैजनालाई देखाएँ अनि हाँस्दै आउनुभएको थियो उताबाट अनि मैले म पनि देखिन पऱ्यो फेरि अनि हामी फेरि यहाँ दिदीहरू उता जानुभएको थियो कुरेर बस्थ्यौँ अनि फेरि उता कुर्न सकेनौँ फेरि घाम भयो फेरि यता आएर कुरेर बस्थ्यौँ अनि किन जानुभयो भनेको त कुखुरा नि ल्याएछ कुखुरा लिएर आउनुभयो अनि आज बिउ काटेर सकियो अनि मैदार होला नि त अनि हामी सबैजना आफ्नो आफ्नो घरतिर लाग्यौँ अनि म घर पनि आइपुगेँ वरिपरि देखाएँ अनि म गएर भर्खरै बसेको थिएँ अनि थ्याङ्क यू सो मच फर वाचिङ गाइज सबैजना लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सी यू सुन अन नेक्स्ट ब्लग बाई बाई